यसो हामीलाई 2/3 सरकारसँग चाहिँ आलोचना छैन। हेर्नुहोस्, सरकार जनमत हो, जनादेश हो, हामीले पालना गरेका छौँ, कसलाई के मान्नुपर्छ हामीले गरेका छौँ। तर कोही पनि गैर कानुनी रूपमा संविधानको माथि टेकेर गृहमन्त्री नै किन नहोस्, उसले संविधानको टाउको टेकेर असंवैधानिक रूपमा कोही माथि राजनीतिक प्रतिशोधका कारणले चाहिँ पक्राउ पूर्जी जारी गर्नु भनेको यो न राजनीतिक चेतना भएको, राजनीतिक चरित्र भएको मान्छे हो, न मानवीय नैतिकता भएको मान्छे हो। त्यही कारणले यो कुराको उत्तर चाहिँ गृहमन्त्री आफैले दिउन्। भनेको अब यसरी हेर्ने भने चाहिँ अब तपाईँको प्रहरीले पनि दम्म भयो, गेट तोडेर अब सुतिरहेको मान्छे ओछ्यानमै पुगे गिरफ्तार गर्न भन्ने कुरा नि छ नि, के हो यो? अब हो त्यही त गैर कानुनी भयो नि। शनिबारको दिन पक्राउ पूर्जी कसरी जारी भयो? कसरी शनिबारको बिहान पक्राउ पूर्जी कसरी जारी भयो? शुक्रबार जारी भएको भए शुक्रबार किन गइएन? यो सबै कुराको जवाफ दिनु पर्यो। भोलि केपी शर्मा ओली कोर्टमा जाँदा गृह मन्त्रालय आफ्नो छ भन्दैमा उहाँले जे पनि गर्न सक्नु हुँदो रहेछ नि त। म भन्न चाहन्छु, हामीलाई यो सरकारमाथि निन्दा छैन, आलोचना छैन, जनादेशको पालना गरेर जनताले जसलाई मत दिनुभएको छ त्यसलाई मानेका छौँ। तर कोही पनि कानुनमाथि नाइके बन्न खोज्यो भने खबरदार, त्यो मान्छेलाई एमालेको जनसागरले छोड्ने छैन। यो कसको हो? हामी माइतीघर मण्डलामा छौँ। के भन्नुहुन्छ? आज बिहान भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वार्घ साँधेर प्रहरी हिरासतमा लगेको भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ?